हेलो साथीहरूलाई हेर्नुहोस् है, आजको खाना मेरो के छ भनेर तपाईहरुलाई देखाउने छु। यही छ जिन्दगी। यो भयो चाहिँ करेलाको सब्जी हैन, जो पहिला मैले चाहिँ भिडियो बनाएको थिएँ रक्सीसँग खाएको मासु र चाहिँ करेला हैन। यी कति धेरै चाहिँ करेला हैन, मलाई एकदम मन पर्छ के करेला। अनि त्यहाँबाट चाहिँ प्याज चाहिँ यस्तो चाहिँ खुर्सानी हालेर उ गरेर राख्यो, रातो गरेर। आज चाहिँ यस्तो चाहिँ खाएर देखाउँ न त कस्तो हुन्छ भनेर। अनि त्यहाँबाट चाहिँ यो दाल हैन, यो चाहिँ तपाईहरुलाई चाहिँ एउटै कलरको दाल भनेर चाहिँ सोच्नु होला, यो चाहिँ हो सच बात हो। एउटा चाहिँ यो दाल पकाएको छु, यो के भन्छ रे, हरियो दाल भन्छ नेपालीमा, यहाँ इन्डियामा हरिमुंगी भन्छ। अनि त्यहाँबाट चाहिँ मैले पिसेको चाहिँ खुर्सानी हैन यसरी हाल्छु। अनि यो दाल 3 दिन भयो यो दाल बनेको है, तर म चाहिँ फ्रिजमा चाहिँ फ्रिजरमा राख्छु, बरफ जम्छ। अनि त्यहाँबाट आधा काट्छु अनि फेरि चाहिँ पिकालेर यसरी बनाएर पानी हालेर उ गर्छु कि म। तर चाहिँ खराब हुँदैन फ्रिजरमा राखेको। फेरि पनि तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ, तर त माया त गर्दैन गरे मलाई थाहै छ। अब मैले पो चाहिँ माया गर्यो चाहिँ आखिरी लास्टमा चाहिँ के गर्छ भन्दाखेरि अनफलो गरिदिन्छ के। त्यही कारणले मलाई चाहिँ कसैलाई फलो गर्न नि मन लाग्दैन। गर्यो भने बस उले चाहिँ लाइक फलोहरु शेयर सब्स्क्राइब गरेर सबै लिन्छ, तर चाहिँ बादमा चाहिँ उनीहरूले चाहिँ मलाई तपाईहरुले चाहिँ अनफलो गरेको हुन्छ। त्यही भएर यस्तै छ गरिबको जिन्दगी अर्काको देशमा। कुकुर बिरालु भनेर नेपाली भनेर चाहिँ इन्डियनहरुले चाहिँ कराउँछ पनि, तेरो देशमा खान पाउँदैन र चाहिँ हाम्रो देशमा आएको भन्छ। अब भने त पनि के गर्नु नि, मजबुरी हो इन्सानको, काम त गर्नै पर्यो गरे हैन। यसमा केही दुःख पनि लाग्दैन मलाई त। अब तपाईहरुलाई कस्तो लाग्छ? मैले चाहिँ अहिले चाहिँ भन्दाखेरि भन्छ यहाँ इन्डियामा चाहिँ धेरै हामीलाई हेप्छ नेपालीहरुलाई। यति छ जिन्दगी। कस्तो लाग्छ मेरो भिडियो तपाईहरुलाई लाइक फलो शेयर सब्स्क्राइब गरेर चाहिँ अगाडि बढाइदिनु होला, यही भन्न चाहन्छु। हेर्नुस् कस्तो मजाले हैन, 3 दिनको दाल खाँदाखेरि कति मिठो हुन्छ। हेर्नु त प्याज चाहिँ कति रातो भएर पाकेको छ। यो कति दिनको प्याज होला कमेन्टमा सोध्नु होला है। फेरि अघिल्लो भिडियोमा भन्नेछु। करेलाको सब्जी एकदम मिठो लाग्छ क्या। धेरै लामो चाहिँ भिडियो बनाउन मन लाग्दैन साथीहरु, बोर हुन्छु म। त्यही भएर सानो सानो भिडियोहरु मात्रै हालेको हुन्छ है। हेर्नुस् कि यसरी सानो सानो भिडियोहरु मात्रै हालेको हुन्छ म, किनकि मतलब बोल्न नि धेरै मन लाग्दैन। त्यही कारणले चाहिँ भिडियोहरु यस्तै सानो सानो भिडियोहरु यसरी तपाईहरुलाई देखाइरहेको छु रे। तपाईहरुको माया छ भने माया गरिदिनु, नत्र नि 1-10 खाना खाइदिनु होला है साथीहरु। ल सब्जी हेर्नु त।